So, what's up, everybody? Welcome back to my new video. र आज चाहिँ हामी फेरि त्यही एउटा टाटाको महालक्ष्मी रोडवेज भनेर एउटा वर्ल्ड ट्याङ्कर चलाउन गइरहेका छौँ। त्यही पनि एउटा एकदमै ब्युटिफुल म्याप मोडमा। यो म्याप चाहिँ एकदमै लामो सँगै मनोरञ्जन पनि दिलाउने नै छ हाम्रो यो म्यापले। यो मुजु भन्नेदेखि प्रिपेयर के मलाई प्रनाउन्स गर्न आएन है, यो इन्डोनेसियनहरू त्यहाँसम्म जाम। This game is explosive in country ball. र आजको भिडियो चाहिँ एकदमै लामो हुनेवाला छ, या 15 मिनटभन्दा बढी नै हुनेवाला छ जस्तो लाग्छ। तर म चाहिँ एकदमै रस ड्राइभिङ गर्ने मान्छे, थाहा नै छ होला तपाईँहरूलाई। म कुदाउँछु पुरै भनेर है। यो भिडियो चाहिँ नातिकन हेरिदिनु होला है। मैले यहाँ गएर यसको साउन्ड अलिकति कम गरौँ है। म्युजिक त यहाँ गरेर यति गऱ्यो अचम्मै राम्रो हुन्छ है। ल ढोग्नु सबैजना, ढोगेर अनि निस्क्यौँ है त हाम्रो सफर राम्रो होस्। ल हामी चाहिँ निस्क्यौँ प्यासेन्जर भरेर। अब रकेट जानुपर्छ है, रकेट। के देखाउँ तपाईँलाई, यसको रिभ्यू भिडियो हेर्नु छ भने चाहिँ मेरो अगाडिको भिडियोहरू हेर्न सक्नुहुन्छ है। यसको बारेमा चाहिँ के नै रिभ्यू दिँदा, त्यही भएर यसलाई क्याबिनबाटै चलाऊँ है। आज म बाहिरको धेरै लाँदिनँ होला, त्यही भएर क्याबिनमै चलाऊँ। अलिक चाँडो रस ड्राइभिङ चाहिँ गर्नुपर्ने हुन्छ मलाई। 15 मिनटभन्दा बढी उता किन लानु, तपाईँलाई झ्याउ लाग्छ होला नि त हेर्न। त्यही भएर है, अहिले 2 मिनट भइसक्यो। कति ल तपाईँले अझसम्म मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गर्नुहोस्। र मेरो पहिलेदेखि सब्सक्राइब हुन्छ भने लाइक अवश्य गरिदिनु होला। यस्तै बस्नु इन्डोनेसियामा नेपाली ल्याङ्ग्वेजमा कन्टेन्टहरू हेर्नको लागि। अब त यो भिडियो त डेटो ओभरटेक हानेको मात्रै भेट्नुहुन्छ है। यो भिडियोमा चाहिँ तपाईँहरूले यो ओइल ट्याङ्कर फेरि दामीको छ। मेरो फेभरेट गाडी हो, मेरो कलेक्सन भरिको यो ओइल ट्याङ्कर भनिदिइहालेँ मैले होइन। मेरो फेभरेट गाडी हो यो कलेक्सन भरिकै। म चाहिँ बाइकवाला अगाडिकोलाई ठौदे जस्तो लागिरहेको छ। ओके ल, अर्को म्याप पनि एडहरू एकदमै धेरै आउने के यस्तोमा चाहिँ। सो यो भिडियो चाहिँ अलि ढिलै आयो है, टाइमै पाइनँ मैले। अब चाहिँ सुरु हुन्छ रियल अफ रोड म्याप। रियल अब यस्तो नेपाली रोड, नेपालको जस्तै मुगलिनदेखि यो नागढुङ्गासम्म यस्तो बाटो छ नि होइन, सबै यस्तो बाटो हुन्छ है। अब ल मेरो क्याबिनको भ्यू इन्जोय गरिदिनु होला है त एकैछिन। किन आज गाडीले मलाई के गरेर अस्ति नै मैले 20 मिनटमा पुऱ्याएको उता। त्यही भएर अहिले गाडी 4 छ नि त, 97% हेल्थ पनि छ कि, त्यही भएर है यस्तो ओभरटेक हान्दै जाने हौ। राम्रो रहेछ त्यो बसवाला, यताबाट देखेर मलाई रोक्यो। यस्तो गयो भने त ओभरटेक हान्नु टर्नै पाउँदैन। हरन दिँदै जाने हो, धार्छ ओभरटेक गर्नु मैले गरिहाल्नु चाहिँ फेरि अरू बेला टर्नै पाउँदैन ओभरटेक हान्नु। पछाडि गाडी यति धेरै आउँछ नि, कुरै छोड्दिनँ है। मेरो ड्राइभिङ स्किललाई पनि रेट गरिदिनु होला है। 10 आउट अफ कति दिनुहुन्छ है।
यस्तै ओभरटेक हान्दै जाने हामी चाहिँ अब तपाईँले यस्तै भिडियोहरूलाई लाइक चाहिँ गर्न नबिर्सिनु होला है। यस्तै कन्टेन्टहरूको लागि यस्तै राम्रो राम्रो नेपाली ल्याङ्ग्वेजमा कन्टेन्टहरू हेर्नुको लागि है। यस्तै हो उकाली ओह्राली गर्दै जाउँ कतासम्म पुगिन्छ। ओभरटेक त फेरि दामी हान्दैन मेरो। ल है त बब्बाल कुदिरहेको है ट्रक चाहिँ अहिलेसम्म। अझ यतिको कुद्नु भने पनि राम्रो है ओल्ड ट्याङ्कको। योभन्दा बढी जान्छ सक्छ कि सक्दैन के गरे यो ट्रक ड्राइभर देख्दै छ त म यता आइरहेको छु भनेर के अति रहेछ है यो। ल उताडि रोक्दै नरोकी छ्या क्याबिन भ्यूबाटै चलाउनु। पानी पऱ्यो भने चाहिँ म यो झ्याल बन्द गरिदिन्छु है। अब त्यो बाइकलाई त ओभरटेक हान्नै पऱ्यो। आज अचम्मै भइरहेको कि साथीहरू पानी नै परेको छैन क्या आज। त्यही भएर हो अस्ति मैले यो म्याप खेल्दाखेरि चाहिँ राति भएको थियो कि रातमा यस्तो ओभरटेक हानेको थिएँ कि बल्ल त्यो पछि मेरो ड्राइभिङ स्किल्स थाहा पाएको कि मैले। त्यो भएर आज नि यो भिडियो हालेको है मैले चाहिँ यो ट्रकमा मेरो तपाईँहरूलाई नि मेरो ड्राइभिङ स्किल्स देखाइदिउँ भनेर। अरू त यस्तै है उकाली ओह्राली गर्दा वा ठोक्यो किन 95मा झरिसकेको छ के भएको के त्यो ओए खसेछ त्यो गाडी त तल्तिर। अब म यहाँ तपाईँलाई एउटा खास कुरा देखाऊँ। कहाँ थियो अगाडि झरना। ल त झरना यो चाहिँ अब भन्नै परेन नि झरना हो कि के हो भनेर तपाईँहरूलाई यसै थाहा पाइहाल्यो नि। ल है त सेल्फी त चिज ल जाऊ हतार नगरिकन 7 मिनट त यहीँ भइसक्यो यही म्यापमा छु म। के भयो त 20 मिनटभन्दा बढी लाग्छ जस्तो। अब चाहिँ म कुदाउनु थाल्छु है गाजहरू मेरो कुरा पनि गरिदिनु होला। नो मस्ती है नो मस्ती। मक्खन चल्ने है गाडी चाहिँ अहिलेसम्म कतिन्जेलसम्म हो जोतिन्छ मलाई। आज मलाई एक्सिडेन्ट हुन्छ जस्तो चाहिँ लागिरहेछ है मेरो भित्रीबाटै यो ट्रकको एक्सिडेन्ट हुन्छ जस्तो लागिरहेछ। के गर्छ कति रहेछ सकिन्छ त सकिन्छ यस्तो ल्याएर छ्या त सबैजना ऊ है त मेरो ड्राइभिङ स्किल्स कतिको राम्रो छ यसो भनिदिनुहुन्छ है। यस्तै अब गाउँको बाटो यस्तै ओर्दै लाने हो। ओइल ट्याङ्कर कोहीसँग ब्राममै ठोक्यो भने त पड्केला नि त नि ओइल ट्याङ्कर। त्यो भएर सबैजना सामाजिक दूरी कायम गर्दै हिँड्नुपर्छ होला नि त नि योसँग। त्यही भएर लाएर प्याट्ट नि पड्किँदैन ब्राममा लाएर पड्किन्छ। पड्केपछि अनि 1 किलोमिटरसम्म फर्किन्छ होला। मैले त्यो गाडीलाई नदेखेर यस्तै हुन्छ है अगाडिबाट केही गाडी देखिँदैन अनि जाँदाखेरि ड्याममा ठोकिने हो है मेन कारण चाहिँ है।
यिनीहरूले पनि किन्दैन इन्जोय माई न्यू भिडियो र अब अरू कस्तो कस्तो कन्टेन्टमा भिडियो लिएर भनेर नि भन्दिनँ होला है। दामी त भयो के भने कति गर्दो रहेछ यिनीहरू चलाउनु नि होइन झ्याप झ्याप रोक्यो ओभरटेक हान्छ अलि ग्याप लिएर हान्नु नि ओभरटेक ब्रेक हान्छ ओभरटेक हानेपछि के साध्य लाग्यो त्यसको केही मतलबै भएन नि ठोक्केछ यार के भएर ठोक्केछ ब्याक टायरले लागेछ केही भएन त्यस्तो केही सिरियस भएन भएन एकदम स्पिडमा जाम अनि पेटरा चाहिँ अन्तिमसम्म हेरिदिनु अनुरोध गर्दछ दामी ल्याग भइरह है मोबाइल चाहिँ दामी एफसी मोबाइलको भिडियो नहालेको पनि धेरै भएको छ है साथीहरू म एफसी मोबाइलको भिडियो पनि बनाउँछु होला एक हप्ताभरिमा शनिबार धेरै जसो चान्स हुन्छ मैले भिडियो हाल्ने है तर नआत्तिकन वेट गर्नु हेर्नु बस्नु है डुबाउँछ त त्यस्तो बिस्तारै हिँडेर हुँदैन नि गाडी ओभरटेक गर्नु नआउँदै स्पिड खिच्छ कि यस्तो लात पारामा खिच्छ नि अगाडिबाट गाडी आयो अगाडि नै सङ्केत दिएर यसरी काट्ने कि ब्रेक पनि झ्याप्प लाग्छ कि मलाई चाहिँ राम्रो लाग्छ गाडी एबिएस ब्रेक छ होला नि त नि यसमा त्यही भएर अझै यस्तै गेमिङ कन्टेन्ट चाहियो भने कमेन्टमा भनिदिनु सक्नुहुन्छ है कुन गेम खेलौँ भनेर यो च्यानलमा चाहिँ एफसी मोबाइल र बसिलेट इन्डोनेसियाको त अलरेडी आउने छ है अब अरू गेमहरू पनि के खेलौँ भनेर यसो भनिदिनु होला है कसैलाई बोरिङ त लागेको छैन होला अहिलेसम्म है ल कसैलाई बोरिङ लागेको छैन होला अब यस्तै हो अब चाहिँ कति बाँकी छ नि भर्खरै अनलाइन भर्खरै आधी चाहिँ भयो होला बल्ल आधी पनि भएन होला अलि अगाडि होला आधी नै त्यहाँसम्म हो भेजनहरूलाई यस्तो बाटो हुन्छ के देख्नुभयो स्किल्स भन्छ कि यसलाई स्किल्स दिस इज कल स्किल्स 200 स्पिड पुग्नु लाग्यो है 200 पुग्यो 200 की स्पिड मक्खन चला 206 207 209 210 मात्रै ब्रेक हान्नु है पल्टेलाई नि ट्रक ब्ल्याममा हुन्छ ब्ल्याममा तपाईँले यो मेरो भिडियो यहाँसम्म हेरिसक्नु भएको छ भने अब यसै तपाईँलाई मन परेको छ होला आशा गर्छु तपाईँलाई मन पर्यो टाटाको यो ओइल ट्याङ्कर दामी चल्ला है यसले नटेरेको देख्दा अगाडिदेखि हर्न मार्ने म आएर डिप्पा दिने मलाई यसले ओभरटेक हाने कि मैले ओभरटेक हाने अति चाँडो पुग्नु भनेको 14 मिनट भइसक्यो 15 मिनटमा पुग्ने भनेको चाहिँ 14 मिनटमा त पुग्दैन आधी नै पुग्दैन हेर्नु अटेरी माने स्किल्स भन्छ कि यसलाई स्किल्स दिस इज
स्किल्स कोमा स्किल्स इस्यु छ है भन्दैन होला है ल ल ल ल पल्ट ठोक्यो भने होइन मैले एक्सिडेन्ट त हुन्छ भनेर त भने होइन भने हो कि होइन मैले यस्तो भनिदिनु न के भयो यो हेर्नु त टायर सायर सबै भड्के भने होइन ओके गाइज अब मैले योभन्दा अगाडि त कहीँ लान सक्दिनँ होला तपाईँहरूलाई रिपेयर सपसम्म चाहिँ म तपाईँहरूलाई लान्छु गाडीको हालत एकदमै खराब भइसक्यो है धुलो पनि धेरै उड्यो झ्यालभन्दा गरम तर गाडीको हालत चाहिँ एकदमै खराब भयो त्यही भएर मैले आजको भिडियो अन्तिमसम्म चाहिँ लान सकिनँ यहाँ योसम्म लानु है त रिपेयरिङ सपसम्म लानु है त फेरि एक्सिडेन्ट अतिसम्म छ ले 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 आज ले होइन के भइरहेछ हौ चढ्दैन यो त अब शुभ लाभ अब ले 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 उत्रो सक्छ इ यस्तो छ बस ट्रकको हालत अब यस्तो त छ ल अब आजको लागि यति नै जय नेपाल